सिकिरहेछ केटाहरूले टिकटकमा अर्को यहाँ डान्स हानिसक्यो बनाउला अलिकति हाइट नपुगेर होइन केटोले चाहिँ ढुङ्गा राखेर यहाँ माथि हाइट बनाइरहेको छ यो केटाहरू टिकटक बनाउनलाई होइन यसको अलिकति हाइट नपुगेर ढुङ्गा राखिरह अनि तो चलिए शुरू करते हैं। हेलो एन्ड नमस्ते गाइज वेलकम टु द पिएम फ्यामिली। अनि धेरै पछि भिडियो बनाउनु पाइरहेको छु होइन। आज चाहिँ धेरै दिनपछि साथी पनि आएको छ, त्यही भएर हामी चाहिँ आज नम्बुदी घुम्न जान लागिरहेछौँ होइन। अनि केटाहरू चाहिँ उता कुरिरह अनि लगाएछ अब के कस्तो हुन्छ बाटोमै हेरौँला है। अनि ल लेट्स गो गाइज। केटाहरू चाहिँ यहाँ आनन्दले बसिरह। हेलो हेलो एकजना यहाँ है बस्ने अब ल। अब हामी चाहिँ निस्केको है त गाइज होला। यहाँबाट टिफरहरू धेरै आउने कि तर टिफर लास्टै आउने कि केटाहरू कसरी आउँदैछ धुलो हेर धुलो 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 बनौती हेर नवबुद्धतिर लाग्दैछौँ हामी चाहिँ। साथी जाँदैछ होइन। बाटो एकदम गाडी भारी छ पहिला भन्दा पनि होइन। तर खासो भन्नुपर्दा कसरी आएको यो बाटो चाहिँ तर पनि थाहा छैन। तर बाटो चाहिँ गाडी है केटाहरू दोकानबाट आउँदैछ होइन। आउँदैछ केटाहरू केटाहरू पछाडि आइरहेको छ कि छैन यसो हेर्नु पऱ्यो है। आयो केटाहरू आयो आयो यहाँनिर आइरहेको केटाहरू यहाँ चेन खसाल्दो रहेछ। धुलो त उडिहाल्छ नि। अब हाम्रो उता पारी बाँकी छ जानलाई। ल चाहिँ म मेरो पालो चलाउने होइन। केटो अलिकति हात थाक्यो अरे अनि त्यही मैले चलाउन है। ल है ल धेरै छैन अब 15-20 किलोमिटर पुग्छ होला हामीहरू। केटाहरू त रेडी छ ल 2 शब्द बोल्न त अब साह्रो र गाह्रो बेलामा। ल अब चाहिँ मेरो पालो छ है राइटको गाइड हेरौँ होला के कस्तो हुँदैछ।
उकालो पर्नु लागिसक्यो है हामी चाहिँ हो डाँडा बब्बाल देख्दो रहेछ हेरेपछि है आउने बेला किन अब ए माथि डाँडामा हो नम्बर पहिरो जग्गा कुन चाहिँ नहुनु सुन्तलै सुन्तला हो है आइसक्यो नम्बु त आइसक्यो गाई चाहिँ माथि अब धेरै टाढा होइन बाइक कुद्दा ज्यादै आउँछ है हामीहरू कसले हो लगेको रे त भाइ हामी ठ्याक्कै ठाउँमै आएको ठाउँमै आएको हामी उत्तानो पार्छ भने थाहा छैन गाइस हेर्नु बाटो झन् यस्तो छ सो हामी आयौँ है अब त पुरै कस्तो चेन्ज भएको रहेछ है नयाँ नयाँ सो हामी लगभग आइसक्यौँ है माथि लानेहरू भाइ कस्तो भयो यात्रा आजको मेरो मल कसम ल हाम्रो बब्बाल भयो यात्रा चाहिँ हाम्रो यस च्यानलको हाम्रो भ्लगर दानियल सुमितको सातो उडाएर त नि मेरो कहाँ सात त झन्डै नखाइदिएर हुत त गर उत अनि त चाबी नम्बर आइपुग्यो हामी चाहिँ फाइनली केटाहरू हिँड्दैछन् भ्लग गर्दैछन् हाम्रो सुमित यहाँ आउँदैछ हिरो पारामा आउँदैछ यो मान्छे एकदमै खराब छ है यो मान्छेसँग कहिले बाइक चढ्नु उतार्नु पर्छ उतार्नु पर्छ के गरे नि भाइ भन्दैले के गरे भाइ टायर के मलाई गियर चाहिँ गएला हुत्यो नि त हामी चाहिँ यहाँ नम्बर आइसकेको छौँ हामी पनि यहाँ हामी आइपुगेछ होइन धुले पिठो खाएर बल्ल बल्ल खाएर कति घन्टामा आइपुग्यो 45 मिनट आइपुग्यो 45 झन् 1 घन्टा जति भनौँ न है 1 घन्टा त त्यति साह्रो पर्दैन बिस्तारै हामीले 1 घन्टै हो रकेटमा कुदायो भने चाहिँ एकैछिनमा आइपुग्छ यहाँ बाघ छ नि फेरि बाघले तान्नु लाग्यो भने खत्तम बच्चा पनि छ नि त ल यहाँ चाहिँ बाघ दुईवटा कति त रहेछ 4वटा छोरा रहेछ है 4वटा होइन 3टा छ 4वटा एउटा 2टा 3 4 अनि मौसँग 4टा हो नि त बच्चा 3टा छ बच्चा 4वटा छ भने कहाँनिर 4टा एउटा यहाँ एउटा यहाँ देखेनस् छेउमा 4वटाले 3टा भनिदिने यार हैट मौसँग त 5वटा भइगयो नि मौरीको घर रहेछ गाई यहाँ यार भ्यू चाहिँ बब्बाल देख्दो रहेछ है पहिला हामी फोटो खिचेको चाहिँ सबभन्दा ठुलो मेन यही हो माथि पनि छ बनाउला अलिकति हाइट नपुगेर होइन केटोले चाहिँ ढुङ्गा राखेर यहाँ माथि हाइट बनाइरहेको छ यो केटाहरू टिकटक बनाउनलाई होइन यसको अलिकति हाइट नपुगेर ढुङ्गा राखिरह अनि ल गाइज घुमाउँदैछु म चाहिँ सर लाएर थाकिरह पुरा हिँड्दै सर
अब केटा घुमाउनलाई यो के नयाँ बनाऊ यो हँ नयाँ बनाएको यो नयाँ त होइन होला उता चाहिँ कलर लगाइदिएर होला कलर लगाएर फाइनली हामी माथि डाँडामा आइसक्यौँ गाइस हो होइन भ्यू हेर्न सक्नुहुन्छ है दामी छ यो चाहिँ नमोबुद्ध है नमोबुद्धको यो माथि टावरमा हो केटाहरू मभन्दा पहिल्यै आएर बसिरहन् ल यहाँ तल चाहिँ क्याफे छ यहाँनिर ओहो डान्स सिकौँ त अब हो हेर त तल वहाँदेखि अब त्यस्तो भित्ता पनि घर बनाएको यार है टमाटा चाहिँ घरहरू हुन्छ ल माथि घाम यस्तो चर्को लागेर हामी अघि वहाँबाट गाइस वहाँ परबाट आएको एउटा दुईवटा दाना काटेर आएको हामी चाहिँ यहाँदेखि ल त्यसलाई के 30 कति 60 रुपियाँ जानु पाउँथे तिमी म खान्छ सबैले खाएको थियो नि त्यतिखेर त यहाँ बोनीमा पनि छ अरे यहीँ हो र त्यो गराएको कि तलतिर हो पारि त्यही हो गरे कतातिर गरे जस्तो लागिरहेको थियो केटाहरू चाहिँ यता माथि डाँडो छ हामी चाहिँ अहिले पानी लिन आएको है चिसो पानी यस्तो गरीमा चिसो पानी त खानु पऱ्यो होइन हामी चाहिँ अब यहाँबाट माथि चढ्न आएको ल अहिले फेरि यहाँ दुईवटा डाँडा काटेर जानुपर्छ है कस्तो रे सिकिरहेको छ केटाहरू टिकटक अर्को यहाँ दाँच हानिसक्यो लास्टमा त त्यहाँनिर टेन गरे नि हुन्छ कि ल भयो आएन होइन आइस ल टन्दै छ कि भिड टाइम भइरहेको ल राख्यो ए भाइ कान थाकेर म लास्टको चाहिँ कस्तो गर्ने सिम्पल सिम्पल गर्न प्र्याक्टिस सिमित यता बस्छ एकछिन ट्राईमा आइस यता बस्छ किनभने ल सुमित बनाउँछ बस्नु त ल यहाँ आइस नि किनभने यस्तो हाल्नु देख्नु पऱ्यो नि त ल भन् बिचमा चाहिँ हामी छेउछाउमा ल खै त म बस्नु बजाउनु पर्दैन पहिला स्किमेतिर 1 2 यस्तो के राखेर हेर यति बसेर यस्तो हानौ न त हुन्छ गरौँ कस्तो रे यसो गरौँ न त ल डिजे ठ्याक्कै हुन्छ बजाउँदाखेरि ठिक्क हुन्छ ल बजाउँदाखेरि सबैलाई आउँछ बजाउँ न गीतमा चाहिँ मिल्नु पऱ्यो क्या त्यो मिल्छ अनाउन्स गर्ने बेला सबले यतापट्टि दाहिने यता त हैन यो अनि देवन बेला यो 1 2 हैन 3 4 5 6 7 8 9 10 11 12 13 14 clear okay 11 12 13 14 लाइक ready 1 यस्तो के एउटा यहाँ राख्ने हैन मलाई देख्दैन यसले छेक्छ म त यहाँ आउनुपर्छ यार त्यही भएर यो म नजर सँगै हुन्छ क्या हुँदैन छैन रेडी 1 2 3 गो मैले त धेरै होला यो के हो त ठीक छ फेरि ल अरु पनि छ यस्तो भिडियो हो यार रेडी 1 2 3 ओके पट ए सरी यति मात्र हुनु है अब रेडी 1 2 3 गो
यस्तो रहेछ दुईटा टुन आउँदो रहेछ एउटा टुनमा चाहिँ बिस्तारै टुन त्यही त गर्ने गरेर हो त नि। अनि अर्को टुनमा चाहिँ टुन त्यो गर्नुपर्ने के चाहिँ गरिरहेको हुन्छ? बल्ल सम्झेको अहिले। दुईटामा अनि एकवटा गरेको। भिउ कता राम्रो आउँछ भन्छ। उताएर मोबाइल होइन पछाडि भिउ पनि राम्रो आउँछ। घामले लाइट परेपछि दामी देख्छ नि त भ्यू यो देखाउने नि लगाएछ। अब चाहिँ हामी फर्किन लाग्यो है, मस्तले 2 घन्टा जति बसियो र घर फर्किन लाग्यो। पानी पनि पर्ला जस्तो लाग्यो है। केटाहरू हिँड्दैछ, तल झर्दैछ सबजना। यहाँ चाहिँ काम हुँदै रहेछ, यहाँ नयाँ बनाउनु लाग्यो रहेछ। टक्क लागेर झर्थ्यौँ पर्याङमा। ल मजाले घुम्यो पनि होइन, रमाइलो पनि भयो, टिकटक पनि बनायो, भिडियो बनायो है। केटाहरूसँग रमाइलो भएछ चाहिँ अब सबजना पानी पनि लाखा अब फर्किने हो। ल केटाहरू हिँड्दैछ आफ्नै बाटोतिर। पछि त आफै यो अब चाहिँ हामी चाहिँ फर्किन लाग्यो है। धेरै बेर पनि नबनाए अफ गरेर पुरा फुल। रिटर्नमा लगिनु हुन्छ कि यहाँ। ल गाइज अब चाहिँ हामी निस्केको फाइनली। आनन्दले अब 2 घन्टा जति बस्यो। ल केटाहरू यहाँ छन्, म यहाँ छु गाइज। अब घर फर्किँला है, आधी बाटो आइसक्यो। यसो फोटोसोटो खिच्छ यहाँनिर हामीहरूले। अब निस्किन लाग्यो, 4 पनि बजिसक्यो है। ल गाइज आइरहेको दामी खाइरहेको भयो सुमित भयो। हामी चाहिँ बनेपा झऱ्यौँ है। ल फाइनल बनेपा आयो केटा हो हामी है। फाइनली बनेपा आयो। लगायत आजको लागि भिडियो चाहिँ यति नै हो है। अब कहाँसम्म हुन्छ हामी हेर्दै जाऊँ है। थ्याङ्क यू फर द वाचिङ गाइस सबैजनालाई है। नयाँ हुन्छ भन्दा लाग्यो भने सब्सक्राइब हालिदिनु होला है।